हेलो गाइस, बाटो यही हो है हामी हिँड्ने बाटो। अगाडि कलिग्सहरू हिँड्दै हुनुहुन्छ अनि दृश्य त वाउ फ्यान्टास्टिक हैन र। अरूभन्दा यो मलाई यहाँबाट देखिने आकाश चाहिँ यस्तो सुन्दर मधुरम दामी के हैन। हेर्नु न गाइस, दामी छ नि हैन। यतिको भाइब्स चाहिँ नेपालमा अलि पाउनलाई गाह्रो हुन्न, किनभने हामी नेपालमा जहाँ गए पनि जस्तो ठाउँमा गए पनि हामीलाई नयाँ जो लाग्छ यदि नघुमेको रहेछ भने। प्लस नेपाल इज सच अ ब्युटिफुल कन्ट्री लाइक अ हेभन। यो चाहिँ हामीले केही प्रुभ गर्न नि पर्दैन। इफ यु वान्ट टु सी जस्ट द हेभन यु क्यान जस्ट भिजिट नेपाल हैन। दामी छ हैन, यहाँको भ्युजहरू पनि दामी छ हैन। ल हाम्रो मुनु सरी ह्यान्डसम 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 के छ मुनु सर, कस्तो लागिरहेछ? रमाइलो लागिरहेछ। यहाँको हो हामी यहाँ 2500 मिटर भन्दा माथि 2900 मिटर भन्दा माथि उचाइमा छौं। अनि चिसो कतिको लाग्यो हजुरलाई? चिसो घाम लागिरहेछ। यो राति रेन गर्ने बेलामा अलि चिसो भयो। त्यसपछि अहिले घाम लागिरहेछ। यहाँ मौसमले नपताउँदो झुकाउँदो रहेछ। घाम कहिले पानी, कहिले कुहिरो लाग्ने, कहिले घाम लाग्ने, कहिले बादलले ढाक्ने, कहिले अँध्यारो हुने, त्यस्तो भइरहेछ। त्यो होस् रमाइलो भइरहेछ। यहाँको जनजीवन कस्तो पाउनुभयो तपाईँले? धेरै आनन्द जीवन भन्दा त गाउँले जीवन आनन्द। गर्मीको छुट्टीमा आउने, बस्ने, रमाइलो गर्ने, ट्याक्क चिसो खाने जाने, माइन्ड फ्रेस हुन्छ। हो अझै परिवारलाई सँगै पनि आउन चाहना हो के रे। हो हामी तराईवासी चाहेर मात्र नि सबै कुरा नहुने। रमाइलो धेरै। देख्नु सर, हेर्नुहोस्। अनि यो के सर खासमा के रहेछ भने यो तलको जुन फाँटहरू देखिन्छ नि, यहाँ चाहिँ खेती गर्न नपाइँदो रहेछ होइन। यो खास सरकारी जग्गा। भोलिका दिनमा यसलाई चाहिँ हाम्रो नेपाल सरकारले व्यवस्थित गरेर टुरिज्म क्षेत्र अझै बनाउने क्षेत्र त हो। यो बाटो चाहिँ यसले व्यवस्थित म्यानेज गरियो भने सायद हामीले विश्वबाट धेरैभन्दा धेरै टुरिस्टहरूलाई आकर्षित गर्न सकिन्छ। नेपालको लागि एउटा ठुलो चाहिँ अर्थतन्त्रलाई धान्ने एउटा बाटो पनि हो। त्यही भएर नेपाल इज भेरी ब्युटिफुल कन्ट्री, इज लाइक अ हेभन होइन। अब all my brothers and sisters who are staying abroad, visit Nepal and see the beauty of nature. And if you want to see just the heaven, come out of your home first of all हैन। पहिला घरबाट बाहिर निस्किनु पर्यो संसार हेर्नलाई त हैन। So guys, first of all, if you want to see the heaven, if you want to visit or if you want to know केही नलेज लिनु मन छ, केही सिक्नु मन छ, केही देख्नु मन छ भने फर्स्ट जस्ट get out of your home and see and talk to the nature. Don't talk to the people, talk to the nature if you can हैन। See the nature and then you will grab more and more knowledge. हो एकदम स्विजरल्यान्ड र भन्छ स्विजरल्यान्ड जाने यो जाने नेपालमै छ त। नेपालमै छ नि, नेपालै स्विजरल्यान्ड बराबर छ। सो गाइज, सो हामी अब बोलेर भन्दा पनि हामीले हेरेर, जो साँच्चै मैले पढाएको थिएँ सरको चाहिँ होइन, जो मान्छे बोल्छ त्यसमा अर्ध ज्ञान हुन्छ अरे, अनुभव गर्छ, त्योसँग पढ्छ हो धेरै ज्ञान बटुल्दो रहेछ। एन्ड मलाई त्यस्तै लाग्यो होइन। अब मैले खुब गएँ नेपाल त के छ र होइन, नेपालमा सबै जानेको छु मैले जस्तो लाग्थ्यो होला, कुनै समय लाग्यो पनि। बट वेन आई केम हियर इट वाज टोटली डिफ्रेन्ट होइन। यहाँको जनजीवन हामीले सोच्यो भन्दा फरक छ। आफ्नो देशलाई अलि ननिहालेर बाहिरको देशका सिनहरू, नेचरहरूलाई ओहो नेपालमा के छ र हामीले स्विजरल्यान्डमा यस्तो भन्दा नि प्रकृतिसँग रमाउन नजानेर हामीले भौतिक संरचनालाई नै विकास मानियो। खासमा विकास त यो प्रकृतिले दिएको अनुपम उपहार नै विकास रहेछ। यस्तो क्षेत्र जहाँ भौगोलिक विविधता हो, परिवर्तन हुन्छ। विभिन्न मौसमको हामीले चाहिँ अनुभव गर्न सकिन्छ। जाडो पनि गरियो, गर्मी पनि गरियो, घाम पनि गरियो, बादल पनि गरियो। यही 4 मिनट 43 सेकेन्ड सर भयो भिडियो भर्खरै। अघि भर्खरै हामीले के भन्छ घाम लागेछ, ठिकै छ। अहिले हेर्नुहोस् त भर्खरै फेरि मौसम, यु क्यान सी दिस है।
यो नेपाली शिर उचाली संसारमा लम्किन्छ जुन किरी झै बौती बाली संसारमा चम्किन्छ। गाइज सो यति अग्ला अग्ला रुखहरू यो अनुपम प्रकृतिको उपहार र आफ्नै कर्मभूमि जन्मभूमि नेपालमा आफैले अवलोकन गर्न पाउँदा हामी एकदमै हर्षित छौँ। सो मैले पनि यही भिडियो मार्फत देश विदेशमा हुनुभएका सम्पूर्ण युवाहरू अब हामी देशमै फर्केर देशलाई नै एउटा हेभन बनाउन सकिन्छ। हामीले बनाउनै पर्दैन, प्रकृतिसँग हामीले मिलजुल मात्रै गऱ्यौँ र प्रकृतिलाई नै हामीले सघाउन थाल्यौँ भने प्रकृतिले यसै हाम्रो देशलाई सरले अघि नै भन्नु अर्थतन्त्र ध्यान दिन्छ। अर्थतन्त्र नेपालीले काम गरेर पसिना चुहाएर खानुपर्ने बाध्यता चाहिँ छैन है, किनभने प्रकृतिको यत्रो अनुपम उपहार छ, हामीले अरूलाई देखाएर मात्रै खान सकिन्छ है। सो मलाई नेपाली हुनुमा गर्व लाग्छ, मलाई नेपाली हुनुमा गर्व छ र म नेपालमै हुन पाऊँ भन्ने मेरो चाहना छ। ल यहाँको लोकल हुनुहुन्छ हजुर, नमस्ते, आरामै हुनुहुन्छ है? ल guys, we will meet you in the next vlog. Catch you later. Bye bye. Take care. माथिको हाइटमा हुँदैन फेरि हामीले क्याच गर्छौँ, फेरि हामीले क्याच गर्छौँ। तपाईँको लागि धन्यवाद। Keep looking, keep loving, keep supporting each other. Thank you guys.